रवि लामिछाने लाई जसरी अहिले अब पूर्वपक्षको लागि चाहिँ जेलमा पठाइएको छ। तत्कालीन सरकारको कुरा गर्न चाहन्छु। उहाँलाई समात्यो तत्कालीन सरकारले। अदालतले एउटा आदेश दिएको, अदालतको आदेश अनुसार उहाँ चाहिँ पूर्वपक्षमा थुनामा हुनुहुन्छ। तर म चाहिँ अहिलेको प्रधानमन्त्रीलाई के आग्रह गर्न चाहन्छु भन्दाखेरि अहिलेको गृहमन्त्रीलाई छिटोभन्दा छिटो यो प्रकरण टुङ्गिनुपर्छ। छिटोभन्दा छिटो निर्दोष मान्छेलाई फसाउन पाइँदैन, जोसुकै होस् हाम्रो देशमा, र दोषीलाई उन्मुक्ति दिन मिल्दैन। त्यसैले गर्दाखेरि अब रविजीको बारेमा दुधको दुध पानीको पानी छुट्याएर छिटोभन्दा छिटो वास्तविकता बाहिर ल्याएर उहाँलाई न्याय दिनुपर्छ। अदालतले तपाईको अहिले पनि त्यही धारणा हो रवि लामिछानेप्रति प्रतिशोध भएको हो भन्ने? होइन, विगतको सरकारले प्रतिशोध साध्यो भनेर त धेरैले भने, तपाईँलाई थाहा छ। तपाईँले पनि भन्नु, किन धेरै ठाउँमा लगियो, बयान लियो होइन। त्यसैले अहिलेको सरकारले मलाई विश्वास के छ भने ऐन कानुन र संविधानभित्र रहेर छिटोभन्दा छिटो फैसला गरेर अदालत, किनभने हामीले अदालतलाई भन्ने हो यो कुरा, यो सरकारको हातमा पनि छैन। फेरि अदालतले छिटोभन्दा छिटो फैसला गरेर एउटा निर्णय गरिदिनुपर्छ र हामीले पीडितलाई न्याय दिनुपर्छ। अर्को एउटा विषय अन्तिममा छु म, यो विषय चाहिँ तपाईँले क्लियर भन्नु होला। तत्कालीन गृहमन्त्री, तत्कालीन भन्दा नि पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ पर्दै गर्दा त्यसपछिको केही सिनारीहरू आइपर्यो र जुन सिनारीहरूलाई तपाईँले अध्ययन गरेर भन्नुभएको थियो रवि लामिछाने माथि चाहिँ पछिल्लो समय प्रतिशोध साध्यो, केपी शर्मा ओलीको सरकारले रविमाथि अन्याय गर्यो भनेर तपाईँ आफैले विभिन्न सञ्चार माध्यममा बोल्न थाल्नु भएको थियो। त्यो अवस्था रवि लामिछानेप्रति भएको हो कि होइन? अहिले अब यो सरकारले या अब अदालतहरूले कस्तो भूमिका खेल्नुपर्छ? होइन, हाम्रो देशमा कानुनी शासन र लोकतन्त्र विधिको शासन त छ। रवि लामिछाने लाई जसरी अहिले अब पूर्वपक्षको लागि चाहिँ जेलमा पठाइएको छ। तत्कालीन सरकारको कुरा गर्न चाहन्छु। उहाँलाई समात्यो तत्कालीन सरकारले। अदालतले एउटा आदेश दिएको, अदालतको आदेश अनुसार उहाँ चाहिँ पूर्वपक्षमा थुनामा हुनुहुन्छ। तर म चाहिँ अहिलेको प्रधानमन्त्रीलाई के आग्रह गर्न चाहन्छु भन्दाखेरि अहिलेको गृहमन्त्रीलाई छिटोभन्दा छिटो यो प्रकरण टुङ्गिनुपर्छ। छिटोभन्दा छिटो निर्दोष मान्छेलाई फसाउन पाइँदैन, जोसुकै होस् हाम्रो देशमा, र दोषीलाई उन्मुक्ति दिन मिल्दैन। त्यसैले गर्दाखेरि अब रविजीको बारेमा दुधको दुध पानीको पानी छुट्याएर छिटोभन्दा छिटो वास्तविकता बाहिर ल्याएर उहाँलाई न्याय दिनुपर्छ। अदालतले तपाईँको अहिले पनि त्यही धारणा हो रवि लामिछानेप्रति प्रतिशोध भएको हो भन्ने? होइन, विगतको सरकारले प्रतिशोध साध्यो भनेर त धेरैले भने, तपाईँलाई थाहा छ। तपाईँले पनि भन्नु, किन धेरै ठाउँमा लगियो, बयान लियो होइन। त्यसैले अहिलेको सरकारले मलाई विश्वास के छ भने ऐन कानुन र संविधानभित्र रहेर छिटोभन्दा छिटो फैसला गरेर अदालत, किनभने हामीले अदालतलाई भन्ने हो यो कुरा, यो सरकारको हातमा पनि छैन। फेरि अदालतले छिटोभन्दा छिटो फैसला गरेर एउटा निर्णय गरिदिनुपर्छ र हामीले पीडितलाई न्याय दिनुपर्छ। त्यो तपाईँले देख्नु भएको छ, किनकि तपाईँ त लामो समय म के भन्न चाहन्छु भन्दा अहिलेको अवस्थामा आग्रह पूर्वानुभन्दा माथि उठ्नुपर्छ। कोही मान्छे निर्दोष छ भने उसलाई फसाउन पाइँदैन। रविको राजनीति के होला जस्तो लाग्छ तपाईँलाई फर्केर आएको खण्डमा? होइन, हेर्नुहोस्, राजनीति गर्ने मान्छेमा आरो अबरो आउँछ, समस्या आउँछ, जेलमा पुग्छन् होइन। केपी शर्माले पनि 14 वर्ष जेल बसेर आएकै हो। उहाँ 4 पटक प्रधानमन्त्री बन्नुभयो। त्यसैले गर्दाखेरि मान्छेहरू जेलमा जाँदैमा राजनीति समाप्त हुन्छ भन्ने हुँदैन क्या। त्यसैले गर्दाखेरि उहाँले क्लिन चिट पाउनुभयो भने त उहाँलाई झन् फाइदा हुन्छ। तपाईँले सम्भावना देख्नु भएको छ? अब किनकि अरूको घटना होइन, हेरौँ न, अब समय बलवान हुन्छ। राजनीतिमा समय हो सबभन्दा ठुलो कुरा। समयले मान्छेलाई सगरमाथाको शिखरमा नि पुर्याउँछ, प्रधानमन्त्री पनि बनाउँछ। तर यो नयाँ दलहरू फुटिरहेछ, टुक्रिरहेछ, यो के देखिरहनु भएको छ? रेशम चौधरीको त्यही हालत भयो, सिके राउतको अहिले त्यही हालत भयो, कता राष्ट्रपति पनि त्यही हालत होला कि भनेर धेरैले आकलन गरिरहेछ। होइन, नयाँ दलमा नीति नेतृत्वमा व्यापक रूपमा बहस गर्नुपर्छ। जनताले जुन किसिमको म्यान्डेट दिएका थिए त्यो म्यान्डेटलाई सही रूपमा आत्मसात गर्नुपर्छ। जनमतलाई सम्मान गर्नुपर्छ, जनमतलाई कदर गर्नुपर्छ। नयाँ दलहरूले पनि पुरानै पारा, पुरानै सोच चिन्तनबाट मुक्त भएर देश बनाउनुपर्छ। हस्, हुन्छ, थ्याङ्क यू।